ल साथी हो, यहाँ खोर्सानी लगाएको थियो, यहाँ अलिअलि झार अलिअलि थियो र 2-4 दिनपछि गरौँला भन्ने सोचेर बसेको थिएँ। त्यस्तै काम विशेषले गर्न भ्याएको थिइनँ। नगरेको त यहाँ झारले त फेरि ल खोर्सानी नै खान लगाए जसरी यस्तरी हेर यहाँ ल खान लगाएर ल खोर्सानी यस्तो राम्रोसँग फलेको छ फेरि हेर्नु त यहाँ। आहा ल यस्तरी फलेको खोर्सानीलाई ल झारले खान लगाइसकिहालेछ। ल हेर्नु त ल यहाँ यतापट्टिको यो सबै खोर्सानी हो यसरी झारले यसो 10-12 दिनमै यस्तो बनाइदिएछ। ल ठरम्मै फलेको छ खोर्सानी फेरि ल हेर्नु त। ल यही हो, मैले अस्ति एउटा भिडियो बनाएको थिएँ, हेरचाह र सम्भार बिना कुनै कुराको दिगो रहँदैन भनेको। 8-10 दिन यसो नहेरेको यहाँ झारले तैँले लगाएको खोर्सानी तैँले मात्रै खाने हो र म पनि खान्छु भनेर झारले ल खोर्सानी पुरै खान लागिसकेछ। ल यसको आज कारबाही यसलाई आज गर्दैछु साथी हो है। जे कुरो पनि गरे आफैलाई हो, खान पाइयो, किन्न परेन, 1-2 पैसा भए नि जोगिन्छ भन्ने मनमा हुन पर्यो भन्दै सानो भिडियो बनाएको छु। र सबै गाईहरूलाई ल आज म यो झारलाई आज तोलो बनाएको छु। आज यसलाई उँभो आउन दिन्न भन्दै मैले सानो भिडियो बनाएको छु। ल है साथी हो, यो बनाइसकेपछि तपाईँहरूलाई फेरि देखाउनेछु भन्दै ल सानो सर्टकट भिडियो। ल है साथी हो, ल गुड डे, ल बाई।